यो चाहिँ आज कहाँ गरे के भन्न चाहनुहुन्छ के भन्न चाहनुहुन्छ म चाहिँ यहाँ जनता जान्न चाहन्छ मात्रै भन्छु अरे के भन्न चाहन्न ल मोमो खाने हजुर राम्रो निकाल्दिन रे बनिन्छ अरे लु ल मजाले त्यो अघिको चाहिँ क्यान्सल गरे ल हैन अन्त एकछिन नमस्कार खै परिचय नमस्ते नमस्ते म चाहिँ उही तपाईको फुलकुमारी अन्त अनि भन्नुहुन्छ भने मेरो चाहिँ हात काटेको छ हो म चाहिँ केही काम पनि गर्नु हुँदैन हैन अहिलेलाई म चाहिँ एकदम पाहुना भएर बसेको छु सक्यो ल सक्यो रे यता हाम्रो मित्रहरू के गरेछ हेर ल छोरो को गर्नुहुन्छ ए के गर्दैछ बाबाहरू सोभा के भन्न चाहनुहुन्छ यता हाम्रो सर ए मास्टर स्पेशल कुक हो नि म त नि किन काट्नु भयो हामी मोमो खानु लागि अहिले भरे पाकिँदै गरेको पेट दुखेर भरे छेर्ला होइन तपाईँ त कति कालो देख्यो मान्छे नै कालो मन बिहानै घाँस काटेर कालो भएर यताबाट हो नि त खासमा त नि स्याउ परिचय प्रब्लम होइन हाम्रो यहाँ आज चाहिँ मोमो खाँदैछौँ होइन अब भरे मोमो भा यस्तो हुन्जाने हो कि र म यता जाउँ हेलो भनिदिनु हेलो यहाँ चाहिँ हैन एकदमसँगले मेकिङ द मोमो हुँदैछ मेकिङ द मोमो सिज सेयुनी दुमिराई दिस इज पिठोय चुडाइङ एन्ड डल्लो पारिङ एन्ड बेलिङ एन्ड दिस इज सिजा डुकुली दुमिराई आई मिन सिजा रमिला राई मोमो डल्लो पारिङ तुक्छिन भी खाइङ हिज भेना एन्ड देन सी इज अ डटर थ्याङ्क यू भेरी मच अझै घाउले दिएन नि बिचरा अब दिनु मार साह्रो छ यता हाम्रो मिस बेल्दै हुनुहुन्छ यस अनि यस्तो हुँदैछ बेला चाहिँ डल्लो डल्लै नदिएर छोरीले म यता व्यस्त पुरी जोतो बनाउँदैछ त घरमा मसँग के खाने विचार छ अरे स्पाइसी नि हो स्पाइसी पोकरी जे भए पनि हुन्छ स्पाइसी यता हुनुहुन्छ हाम्रो जयकुमार राई घाउ बान्द अझै अगाडि बढाउँ हल्का मात्रै अलि खायो खाएर भन्न खाएँ ल जोडले यता छ दुईटा हाल्छ त यो चाहिँ तिनटा हालिदिनु कि क्या के वस्तु स्पाइसी सुप होइन तिनटा हालिदिनु अब चाहिँ हामी खान्छौँ है